ल कसले घन्टी बजाउने बजाम ल जय ल मन्तव्यको लागि जय 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 विक्रम खनालजी धन्यवाद सबैको सुनियो अब यता पनि सुनौँ आज राष्ट्रिय स्वतन्त्र पार्टीको 12 र 13 नम्बर वार्डको प्रचार प्रसार समितिको उद्घाटन समारोहका सभापति उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आदरणीय साथीहरू हेलो सुन्दिम यता यता ल सब साइलेन्ट है ल अब नसुनेपछि फेरि बोल्नु मन आउँदैन आज हामी अत्यन्तै महत्त्वपूर्ण घडीमा उपस्थित भएका छौँ फागुनको 16 गते निर्वाचन हुँदैछ यो सामान्य नियमित शेड्युल अन्तर्गत हुने गरेको छैन हामीले बुझ्न 21 गते फागुन 21 गते चुनाव हुँदैछ र यो सामान्य नियमित शेड्युल अनुसार हुँदैछ यो विशेष परिस्थितिमा हुन लागेको चुनाव हो त्यो हामीले बुझेका छौँ र यो अझ संवेदनशील कुरा के छ भने यो विशेष परिस्थिति किन पर्यो भन्दा देशमा बहुदल आयो बहुदलपछि फेरि 62-63 मा गणतन्त्र ल्याउनका लागि आयो सबै आए 46 सालदेखि आजका मितिसम्म सत्तामा गएका साथीहरूले जनचाहना एकातिर आफ्नो काम अर्कोतिर जनताको आकांक्षा एकातिर सरकार सञ्चालन गर्ने विधि अर्कोतिर जो विकासको फड्को मार्ने भन्दा अत्यन्तै ढिलासुस्ती कमिसन भ्रष्टाचारले चुर्लुममा डुब्यो देशले गति लिन सकेन त्यस कारणले जेन्जी युवाहरूले जुन आन्दोलन गरे त्यो आन्दोलनबाट 76 जनाको मृत्यु भएको छ म अलि आश्चर्य माने किन साथीहरूसँग आश्चर्य मान्नुभयो के भयो 76 जनाको मृत्यु भएको छ यो संवेदनशील घडीमा यो चुनाव हामीले बुझाउन पर्छ म यहाँ साथीहरूलाई बुझाउन खोजिरहेको छु हामीले हरेक घर दैलोमा गएर बुझाउनु पर्ने विषय यो संवेदनशील घडीमा यदि त्यो 76 जनाको भावना अनुकूल नयाँ शक्तिलाई हामीले सत्ता दिन सक्छौँ भने केका लागि हामी प्रश्न उठ्छ र त्यो प्रश्न उठ्दा हामी हरेक मतदाताले जिम्मा लिन पर्छ कि हामीले गलत निर्णय गर्यौं त्यो गलत निर्णय गर्दा त्यो चाहिँ रगतले धिक्कार्छ कि धिक्कार्दैन त्यो कुरा हामीले गाउँघरमा बुझाउनु पर्ने परिस्थिति छ यो संवेदनशीलता यो समयको माग यो समय र सवालले हामीलाई खोजेको नयाँ शक्तिलाई सत्ता हस्तान्तरणको दुईटा तरिका छ एउटा बुलेटबाट एउटा ब्यालेट बुलेटबाट हुने सत्ता हस्तान्तरण हिंसात्मक हुन्छ त्यसले जनताको क्षति गर्छ र त्यो उपयुक्त होइन भनेर त्यो चाहिँ 76 जनाको मृत्युले आज यो ब्यालेटबाट परिवर्तन गरौँ सत्ता भनेर ल्याएको यसलाई गर्नुपर्नेछ र हामीले
खोजेको सत्ता परिवर्तन ब्यालेटबाट, मतपत्रबाट, जनताको मतबाट, जनताको भावनाबाट। जब हामी जनताको भावनाबाट मत परिवर्तन गरेर सत्ता परिवर्तन गर्न खोज्दैछौँ भने यदि फेरि यथा स्थितिमै रह्यो भने त्यो हाम्रो पनि जवाफदेही भएको है। त्यसकारणले यो कुरा हामीले गाउँघरमा बुझाउनु पर्ने, सम्झाउनु पर्ने अत्यन्तै महत्त्वपूर्ण विषय। साथीहरू, मलाई यो फेरि साथी एकछिन है, एकछिन एकछिन साइलेन्ट भएर सुनिदियो। करण एकछिन साइड लाग्नु एकछिन। ल चिया पानी कार्यक्रम यस्तो बन्द गर है एकछिन। ल यहाँ धेरै नथाल्नुहोस्, यदि चलबल हुँदैन बोल्दै बोल्दै ल हुन्छ। यो संवेदनशीलताका बारेमा हामी संवेदनशील भइरहने अर्कामा पनि खडा हुन्छ हुँदैन। अनि हामीले घरमा गएर के भन्ने भन्ने विषय आवश्यक छ। त्यसका साथीहरूमा हात जोड्छु। हामीले अर्कालाई अनुशासन कुरा म भ्रष्टाचार विरोधी अभियानको कुरा गर्दा मैले एक सुधा कहीँ अवतरण गरेको थाहा पाउनु हो भने म जिन्दगी सार्ने लाग्छु। अब त्यो कमिटमेन्टले अगाडि बढ्छ र हामीले पनि त्यही ढङ्गबाट हाम्रो आकाङ्क्षा त्यही भएर घन्टीलाई सपोर्ट गरेको। मैले अब आउने दिनमा के हुन्छ, यो समयको गम्भीरतालाई, यो सवालको गम्भीरतालाई हामीले जनता समक्ष प्रस्तुत गर्न सकेनौँ भने त्यसको कमजोरी हाम्रो पनि हुन्छ। यतिखेर म भन्दै छैन यो मेरो विषय हो, यो तपाईँको विषय पनि, यो रविको पालेको विषय हो, यो राष्ट्रको विषय हो, यो राष्ट्रिय गौरवको विषय हो कि अब हामीले मत परिवर्तन गर्दैछौँ। यो राष्ट्रिय परिवर्तनको विषय हो, हामी मत परिवर्तन गर्दैछौँ। राष्ट्रिय स्वाधीनता रहन्छ कि रहँदैन भनेर अहिले सङ्कटमा छ राष्ट्र। त्यसकारणले राष्ट्रिय स्वाधीनताको विषय, यो भ्रष्टाचार विरुद्धको अभियान, यो विकासमा फड्को मार्ने अभियान, यो तपाईँ हाम्रो जीवन स्तरलाई यथा स्थितिमा राख्ने कि अंतर्राष्ट्रिय परिवर्तनका लागि फड्को मार्ने भन्ने विषय। यो विषय तमाम हाम्रा दाजुभाइ दिदीबहिनीहरूले त्यति धेरै महसुस गर्न नसकेको हुन सक्छन्, तर त्यो महसुस गराउने काम तपाईँ हामीले। यदि तपाईँ हामीले यो विक्रमको विषय, यो रविको विषय, यो बालनको विषय भनेर हामी घरमा गइएन भने हामीले दायित्व पुरा गरौँ। त्यो घरमा हरेक परिस्थितिलाई यो गम्भीरतालाई बुझाउन सकेनौँ भने, हामी गएनौँ भने हामीले राष्ट्रप्रति दायित्व निर्वाह गरौँ। त विक्रम खनालमा प्रतिनिधि पात्र हो, तपाईँले अराको गर्ने मान्छे, त्यो तपाईँले अराको गर्ने ठाउँमा पुर्यायौँ भने मात्रै हाम्रो दायित्व पुरा हुन्छ। र त्यो कुरा हामीले मात्रै बुझेर हुँदैन, हाम्रा हरेक दाजुभाइ दिदीबहिनीहरूले मतदातालाई बुझ्नु, त्यो बुझाउने काम चेन अफ कमान्ड। अस्ति रविजी आउनुभयो, विशाल जनसागरमा आफ्नो कुरा राख्नु। त्यसपछि यहाँ मैले तपाईँहरूलाई गाउँघरमा टोलटोलको कुरा राख्छु। अब तपाईँहरूले घरमा यो चेनबाट हामी घर दैलो पुग्ने चेन बनाएर हामीले आफ्नो दायित्व पुरा गरेर विदेश जाने भनेर कारण छ। त्यस कारणले मत परिवर्तन अहिलेको आवश्यकता हो, भ्रष्टाचार विरोधी अभियानका लागि आवश्यकता हो, राष्ट्रिय स्वाधीनताका लागि आवश्यकता हो, विकासको फड्को मार्नका लागि आवश्यकता हो, हाम्रो स्वाभिमान कायम गर्नका लागि आवश्यकता हो भनेर हामी पुगौँ। म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब रह्यो कुरा तपाईँको, म बोलेपछि म तीनटा कुरा गर्न चाहन्छु। नम्बर 1, विकास निर्माणमा यही क्षेत्र मैले जितेको हो। न कोही आओस् मेरो अगाडि सिधा आँखा जुदाएर पहिले 3 वर्ष गरेको कामभन्दा त हामीले 30 वर्षमा बढी गरेका छौँ भनौँ न। मैले 30 वर्षमा गरेको भनेर चाहिँ दावा गर्छु। मैले तपाईँहरूलाई भएका दिनमा पनि अहिलेसम्म भएका के कति भए हिसाब गरेर राख्नुहोस्। तपाईँहरूले त्यो हिसाब गर्दा
मेरो प्रतिनिधि त्यो 1 नम्बर पनि कम ल्याउँदैन भनेर गर्व गरेर म त्यही गर्छु विकासका सपोर्ट छ मैले यो हाम्रो यो चाहिँ ती सबै कुरा व्यक्त गरेँ मैले त्यही भने यस सन्दर्भमा मैले यही चोकमा बसेर पहिला जनप्रतिनिधि हुँदा तपाईँहरूकै मायाले यहाँका जनताले के भन्नुभयो भने नारायण चोक परासी सडक खण्ड र यो चिसापानी मजौरी महेशको सडक बना हामी काङ्ग्रेस एमाले केही भन्दैनौँ तर भोट दिन्छौँ भन्ने यहीँकै जनता हो यो कुरा सोच्दै सक्छ तर अहिलेसम्म कम्प्लिट भएको छैन अहिलेसम्म कम्प्लिट भएको छैन है आज तपाईँले छाती ठुलो हुन्छ आज बजार भयो यदि यो बाटो चक्ल्याउँदा विक्रमले कति गाली खायो 500 मान्छेको अगाडि तपाईँहरू याद छैन यो चाक्लो बनाउन नदिनेहरू र चाक्लो बनाउनु पर्छ भन्नेहरूको बिच मैले म गाली खाउँला मलाई सरकार होइन तर यहाँको जनताको चाहना यहाँको भविष्य भनेको यो बाटो चाक्लो बनाएर यहाँ बजारको विकास हुनुपर्छ भन्ने मेरो थियो र त्यो पत्रकारै छाडे यदि मैले काम थालेको भए त्यतिखेर मलाई गाली गर्नु हजुर त्यही साङ्ग्रो बाटो हिँड्न जाने भन्ने मैले कम्प्रोमाइज गरेको यो उज्यालो भनौलिया देख्नुहुन्थ्यो त्यो गर्वले काम गरेको यो कुरा यहाँका जनतालाई बताइदिनुहोस् म घर घरमा पुग्न भ्याउनु होला माफ गर्नु होला म 21 गतेपछि मैले सेड्युल बनाएको छु हरेक 3 महिनामा जनतासँग साक्षात्कार हो त्यही चाहिएको वेबसाइटमा पढे लेखेका पुरा गुनासो गर्ने त्यहाँको प्रतिक्रिया दिने अँ मैले 6 महिनामा कामको प्रगति विवरण पेश गर्नका लागि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने म अहिलेको युग सुहाउँदो प्रतिनिधि बन्न चाहन्छु त्यही अनुसार तपाईँहरूलाई आह्वान गर्छु र तपाईँहरूको यो युग सुहाउँदा हरेक कुराको पारदर्शी म कायम गरेर अगाडि बढ्छु मैले भनेको छु कि त्यो डिटेल कार्यक्रमहरू आउँछ र मैले यहाँ छोटकरी तपाईँहरूलाई भने मैले कुन काम कुन कन्ट्र्याक्टरले गर्दैछ त्यसको नम्बर कति हो त्यसको चाहिँ टोटल बजेट कति हो भनेर मेरो वेबसाइटमा राख त्यसमा कमेन्ट गर्नु त्यसमा आएको कमेन्टलाई चाहिँ स्वीकार गरेर जवाफ दिने त्यो जवाफदेहिता गरेर तपाईँको प्रतिनिधि अगाडि बढ्छ भनेर म अगाडि बढेँ र काममा मैले पुगिसकेँ यहाँका दिदीबहिनी दाजुभाइहरूलाई सम्झाइदिनु भयो भने पुग्छ विक्रम खनाल हुँदा तसँग हेलो आइ गर्नु कहिले कम गर्यो बोलेको वचन कहिले पुरा गरेन भोलिको दिनमा थाहा हुनेछ के हुन्छ देशका ठुला पार्टीहरूमा सबै नराम्रा मान्छे थिएन नि ल राम्रा मान्छे पनि थिए तर एउटा बोरा अरे कस्तो थियो त र कुहेको आलु छुट्याएर फालिएन भने त्यो बोरा कुहिन्छ कांग्रेस एमाले र अरु पार्टी साथीहरू सबै बोरा कुहाउँछ त्यो कुहेर बस्नु भन्दा अब नयाँ शक्ति सब नयाँ परिवर्तनकारी शक्तिसँग अगाडि बढेर देश परिवर्तन गर्ने गुटुटीले अगाडि बढ्छ त्यसकारणले सबै एमाले कांग्रेस माओवादी अरु पनि दलमा भएका साथीहरूलाई हात जोडेर विनम्रतापूर्वक आउनुहोस् यथास्थिति रोज्ने परिवर्तन रोज्ने भन्दा हामी त परिवर्तन रोज्यौं तपाईहरुले पनि परिवर्तन रोजेर अगाडि बढ्दिनुस् भनेर हात जोड्नु सबै साथी म पनि यही सभा मार्फत सबै दलका साथीहरूलाई विनम्रतापूर्वक हात जोडेर आउनुहोस् परिवर्तनकामी शक्तिलाई हातमा हात काँधमा काँध मिलाएर अगाडि बढौं देश परिवर्तनको अभियानमा हामी जुटौं त्यसको नेतृत्व यो क्षेत्रमा मैले गरेर तपाईहरुलाई सन्तुष्ट हुने काम ल भोलिको दिनमा यो कुरा युट्युबमा जानेछ भेटघाट सम्पन्न मैले जुन भने म ती 3 महिना जनतासँग सरकार राख्ने विषयहरू समेत बसेर काम गर्दैछु मैले भनिसकेँ म भौतिक रूपमा ती 3 महिनामा उपस्थित हुने वेबसाइट सारा विवरण राख्ने सबैका कुरा सुन्ने ती सबैका कुरा सुनेर त्यसका आधारमा आफ्नो कामलाई अगाडि बढाउने 6 महिनामा प्रगति विवरण पेश गर्ने पत्रकार सम्मेलन गर्ने त्यसरी तपाईहरुको भावना अनुकूल म काम गर्न अगाडि बढ्छु भनेर मैले चाहिँ नम्बर 3 मैले अघि भने तपाईले विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार घण्टी चिन्हमा भोट हालेर बापत वाह
सबै रामराज्य त हुँदा नहोला तर तुलनात्मक रूपमा मैले अहिले दिएको भोट हुनुपर्छ राम राज्य त हुनुपर्छ काम गर्ने एक सुका प्रचार गरेर तपाईहरुले न्यूर्याउने काम नगर्ने छैन त्यो कुरा मेरो अब रह्यो सेन्टरमा नीतिगत कुरामा मैले भएका नीतिहरू कतिपय कार्यान्वयन नभएर यहाँ चाहिँ सेवा प्रदायकले सेवाग्राहीहरूलाई सेवा दिन नसकेको अवस्था त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने र कतिपय जनपक्षीय नीतिहरू छैन त्यसलाई जनपक्षीय नीतिहरू बनाउने कुरामा मेरो भरपूर लबिङ म त्यसमा चुक्ने छु यिनै कुराहरू चाहिँ गरेर तपाईँ हामीले अब अगाडि बढ्यौँ भने साँच्चीकै देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउनका लागि यो निर्वाचन कोसेढुङ्गा साबित होस् त्यसका लागि हामी सबैले भोट हालौँ र यो कुनै राष्ट्रिय होइन यो राष्ट्रको विषय बन्यो त्यसकारणले आज घन्टीमा बनाऊ यो घन्टी कुनै रवि लामिछाने सभापति बालेन शाह वरिष्ठ नेता यहाँ विक्रम खना यहाँ कोही यो राष्ट्रिय सम्मानको विषय बन्यो राष्ट्र संस्थामा छ राष्ट्रिय चाहिँ गौरवको विषय बन्यो अहिले सारा शक्तिहरूले राष्ट्रलाई कसरी चाहिँ अस्थिर बनाएर आफ्नो चङ्गुमा नपार्ने भन्ने शक्ति लागेर हामी नेपाली हुने कि नहुने भन्ने जस्तो प्रश्न उठ्दै गर्दा अब हामी संवेदनशील छैनौँ भने के हामी नेपाल हेर नमाग्ने के हामीले यो माटोप्रति गर्व गर्ने विदेश गएर विदेश गएर गर्व गर्ने सही सदुपयोग गरेर देशलाई फड्को नमार्ने यी यावत कुराहरू छन् त्यसलाई हामीले एकपटक विचार गरौँ नयाँ शक्तिले यो 5 वर्षमा बहुमत आएर विथ प्लान योजनाबद्ध ढङ्गबाट एजी अगाडि बढेर देशको नयाँ खाका कोरेर नयाँ भर्खरका युवाहरूदेखि वयोवृद्ध बुवाआमालाई यही भाषण गर्दाखेरि अस्ति रविजीले भने जस्तो राष्ट्रवादको रसिद कहाँ च्यातेर अनि त्यहाँबाट देश यस्तै र त यो शक्ति छ भनेर छोडौँ होइन भने एकपटक नयाँ शक्तिलाई हामीले विचार गरेर नयाँ देशको रूपरेखा कोर्ने हामीले त्यसलाई सपोर्ट गरेर हेरौँ अब यो भनेर भने कहीँ राष्ट्रपति हामीले पनि धोका दियौँ कहीँ राष्ट्रबारेमा हामीले पनि सोचेनौँ कहीँ यसको बारेमा हामीले पनि सोचेनौँ यस्तो हाम्रो कर्तव्य थियो कि थिएन भनेर भोट दिएर विचार गरौँ र अनि सबै र त्यो भोट दिएर सोच्ने वातावरण हरेक राजनीतिलाई बनाऊ त्यो बनाएपछि पक्कै पनि अहिलेको एउटा लहर नयाँ शक्ति एउटा ऊर्जालाई अगाडि बढाउनु छ त्यस कारणले म सबै साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु र अर्को कुरा म अन्तमा यति कुरा गरेपछि म धेरै टिका टिप्पणी गर्दिनँ तपाईँहरूले नगर्नु होला गर्ने हो जानिसकेपछि गर्ने रथान भनेर जानेपछि चलायो भने त्यसले छिटाले आफै फोहोर हुन्छ भन्छ त्यस कारणले म त्यतातिर धेरै कुरा गर्न चाहन्छु होइन यहाँ कुनै अवसरका लागि पनि होइन आएको म नयाँ घुटुकी बोकेर आएको अस्ति रविजीले क्लियर गर्नुभएको छ म एकदम ह्याप्पी छु म सभापतिमध्ये हार्दिक नमस्कार गर्न चाहन्छु भनेको थिएँ र म काम गर्ने घुटुकी बोकेको मान्छे त्यही काम गर्ने एउटा टिम बन्यो भनेर उत्साहका साथ आएको हुँ र त्यो उत्साह मर्न नदिने काम तपाईँहरूको त्यो उत्साह मर्न नदिएर अगाडि बढाएर मैले कहीँ बाटो बिराउँछु कि भन्दा खबरदार भनेर हुलो ठड्याउने काम अगाडि बढाउँदा हामी छौँ भनेर छाती ठोक्ने बाटो बढाउनु तपाईँहरूको शिर ठाडो हुने गरी म यो चाहिँ काम ल ल भोलिको दिनमा हेर्ने छ होइन होइन भोलिको दिनमा देखिन्छ के हुन्छ कसो हुन्छ आज पनि विक्रमसँग पैसा छैन मैले त 1 करोड खर्च गरेर भए पनि चुनाव जित्ने मार्दै हिँडेका मान्छेहरूले हाम्रो स्वाभिमान गिराउँदैछन् त्यसपछि हरेक घरदैलोमा गएर सधैँ ए खबरदार हामीलाई कसो ठानिस् भने तिम्रा पैसा 1 दिन 2 दिनको लागि होला आफ्नो दुःख जेलो गरेर हामी सधैँ खाइन्छ सँगै बसिन्छ जुन हाम्रो हैसियत छ त्यो हैसियत अनुसारको
शक्तिका साथ तिम्रो हामीलाई भेडा बाख्रा बनाउने शैलीको कामले 84 बेन्जलभन्दा हाम्रो नुन पानी ठिक नयाँ शक्तिको परिवर्तन कामी शक्तिलाई हामी सहयोग गर्छौँ भनेर तिनका पैसालाई लग्याएर अहिले नयाँ परिवर्तन शक्तिलाई भोट दिनका लागि सबै खर्चमा चुल दिनु किन यदि हामी अहिलेको परिस्थितिमा पनि पैसामा बिक्री भए हाम्रो भोट